वेल गाइज फेरि म चाहिँ नयाँ भ्लग लिएर आइसकेँ त धेरै दिनपछि। आज चाहिँ यस्तो बेलुका किन हिँडिरहेको भन्दाखेरि बेलुका त बेलुका होइन 5 बजिसक्यो है 5:30। यसो वाक हान्दिउँ भनेर के मर्निङ डर त लागेको छ होइन। उयो मासतिर अलि जङ्गलै जङ्गल छ कि अनि बाघ आउँछ भनेर डर त छ। अनि उनी एकजनाबाट गइसक्यो कहाँ गयो भने थाहा छैन। अनि आज हामी यति जान्छ होइन हिँड्दैछु यात्रामा। अब यात्रा गर्दा गर्दै के आउँछ थाहा छैन होइन। अरू जस्तो होइन कि त्यहाँ माथि जङ्गल छ कि एउटा जङ्गलको साथै एउटा उ पनि छ कि के भन्नु अब त्यो छ होइन। अनि यहाँ अब कहाँ जाने भयो हामी चाहिँ हिँड्दैछु है टक 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 हिँड्दैछु यस्तो छ है। अनि हामी हिँड्दैछु है। म चाहिँ अब आँखामा परेर हो कि के गरेर हो जान नसक्ने अवस्थामा चाहिँ छु। 6:90 पुणे आउँदैन उज्यालो नै हुँदैन। मर्निङ वाक हो कि वाक मर्निङ हो। यस्तो बिहान जाडो के ल अनएक्सपेक्टेड जाडो यहाँ। तर म यस्तो चिया बेर किन गएर कि ल तर्सेर एकछिन त हामी चाहिँ आधी बाटो पुगिसक्यो है। आधी बाटो पुग्दैछु होइन टक्का लगाएर हल्का साइड दिनुपर्ने हुन्छ है। गाडी आउँदैछ अगाडि हिँड्दैछ होइन। गाडी पनि गयो आधी बाटो जति पुग्न आँटिसक्यो होइन। थाकिसक्यो बान नभएर कि फर्स्टै हो अनि यसरी हिँडेको होइन। हिँड्ने भने त पहिलातिर नि बनाउँथेँ अल्छी लाग्दै अहिले मान्छे ल्याएर उठायो है। धेरै होइन अझै हिँड्नुपर्छ। जाडोले यो हात पनि दुख्ने क्या यसरी म समात्न नसक्ने ल। धेरै होइन ल आधी बाटो पुगेपछि म भेटिहाल्छु है त। माथि जाने लास्ट बेलुका भयो कि मतलब उज्यालो भएन कि अँध्यारो भयो कि त्यही भएर एकछिन बसेको। ओ यहाँ सुरु भइसक्यो ए त्यति बेला चाहिँ कसरी जाने यहाँ सुरु गरिसक्यो। यहाँ पनि सुरु गरिसक्यो ल के सुरु गरेको थाहा छैन मलाई चाहिँ है भन्नु थाहा छैन। एक्सर्साइज हो भन्नु मजा एकछिनमा गर्ने कि अहिले नगर्ने गाह्रो हुन्छ कि उज्यालो हुँदैन उयो गर्ने डर लागिसक्यो। बाइक भएको भए हो गर्नु होइन यहाँ जानु डर लाग्ने लास्ट हो यहाँ ल दुईजना ल अब हो यहाँ एकजना गर्न चाहिँ के भयो त थाहा छैन। शिष्य गर्न खोजेर कि म चाहिँ केही नबनाउने है एकछिन हिँड्ने हो हान्ने हो। बनाउनु बन्यो बनेन भने बनेन भ्लग चाहिँ बनाउँछु तर है बन्नु त भन्छ तर खानु हुँदैन नि खानाहरू यति रात चाहिँ ल पार्टी भइसक्यो धेरै नै अँध्यारो भयो कहिले भने उज्यालो पहिला 6 बजी हुन्थ्यो होइन। हिजोसम्म 6 बजी हुन्थ्यो अहिले कति बज्यो स्वाटै हेरेर आउँछु र ठ्याक्कै 50 भएछ होइन। अब 10 मिनट जति बस्यौँ है 10 मिनट बस्थ्यौँ होइन। अनि जाम्ला हिँड्दै बाटो हेर्दै जाम्ला है अलिकति हेरेर जानुपर्छ नत्र के हुन्छ त्यो पनि थाहा छैन है बाटोमा। अब के चिज आउँछ थाहा छैन जङ्गलको बाटोमै जङ्गल छ कि यहाँनिर यस्तो जङ्गलहरू छ है कनि एकछिनमा भेटिहालौँला। अहिले चाहिँ यहाँ यसो बस्नु पर्यो हुन्छ होइन त अहिले बाटोमा भेटिहाल्छ नि है त। पक्क हामीले चाहिँ एकछिन बसेर हान्दियो होइन
धन्य लडे मैले उयो भने के गर्छ परेन त्यहाँ के बोले आँखा भन्ने के फेरि है हल्का उज्यालो भाषु लाग्यो हिँड्दैछु होइन अनि डरले के त अलिकति केयरलेस गरेर हिँड्नु होइन हल्का होसियार हिँड्ने हो कि हामी कहाँ हुन्थ्यो हल्का भयो नि होइन हामी त भाइ मर्निङ स्कुल गइसक्यो नि त कति बजी टाइम उहिले आयो बाटोतिर अब लारी बसेर टक्क टिपेर खाइदिनु पर्ने हुन्छ होइन तर भेट्छ कि नभेट्ने चाहिँ कुरा हो कि गोल्ड फल्ने सिजन त हो भेटे त हुन्थ्यो नि होइन टक्क बिहान क्वाप खाने होइन अब चाहिँ अलिकति डज बिहार अब वाक त त्यस रनिङ त होइन बिहान भिड नराख्ने अब देख्दै देख्दैन है त एउटा हो हिँड्दैछु है तर्फ टक्क लगाएर यात्राको तर्फ भन्ने कि भाग्दिउँ क्या हो रन तर वाक होइन दुवै मिसाएर कि हल्का अलिकति त्यो थाक्छ भने मात्र हो कि होइन अलिकति प्र्याक्टिस नै हुन्छ नि त बिहान बिहान गरेर उठ्यो प्र्याक्टिस त छ तर उयो छ तपाईँ लाली गुरसको बोर्ड त यहाँतिर रहेछ यहाँ थियो कि हाम्रो 4 वर्ष उता थियो जङ्गल यता उताको बाटो मतलब स्योर भयो भेटेर के गर्नु होइन अहिले आउन झन् कति झ्याउ लाग्ने हो काम आएपछि ओइ निकेश हस्पिटल नै ल अब चाहिँ यस्तो आउँछ कि कुन्चली किन्छ ल म चाहिँ अब मुसा हेर त्यहाँ म सुन्नु भेट्छु है हो त्यहाँ लगभग अब जङ्गलमा फेरि यसो अरू क्यामेरा ठहर राख्दाखेरि बाटो देख्दैन कि प्रायः होइन मैले अलिकति केही भेट्यो भएन अथवा कोहीनिर पुगेपछि भेट्छु भयो त हामी चाहिँ आइपुगिसक्यो भने होइन आइपुग्यो बाटो हिँड्दै कुद्दै खेल्दै आइपुग्यो पुग्नु त पुग्यो पेट दुख्यो भने बिहार उठेर गयो एउटा फाइदा नि छ जिउलाई स्वास्थ्य भनौँ तर बेफाइदा चाहिँ पेट दुख्ने भयो मेरो चाहिँ आइपुग्यो न यति जतिमा टक्क लगाएर हिँडेर आइपुग्यो आउन चाहिँ कहाँ आइपुग्यो ठाउँ चाहिँ थाहा छैन तर ठाउँ थाहा छ तर नाम थाहा छैन कि ठाउँको तर आउन चाहिँ आइपुग्यो है आइया हो त्यहाँ गएर एक्सर्साइज हान्दैन र कि एक्सर्साइज होइन नि एक्सर्साइज यहाँ चाहिँ हाम्रो धरारा छ है यत्रो ठुलो धरारा बल्ल पुग्यो अब जाने बेला कसरी जाने हो हिँडेर त्यो पनि थाहा छ अल्छी लाग्छ कि यस्तो छ कि यहाँ चाहिँ हाम्रो तर हात दुख्ने आमा कत्रो 4 किलो हो कि है ढल्ने जस्तो के ल तार What is that? मैं कभी भूलूंगा ना तुझे चाहे तू मुझको देना भूला कत्रो दामी भ्यू देखे आहा भ्यू त यस्तो छ नि फेरि यहाँको के होला नि लगभग यहाँ आइपुगेछु हामी चाहिँ जोडौँ म माथि हिरो है यहाँ चाहिँ यस्तो छ है
नबुई हेर्नु माथि हो के हो यो ढल्नै गर्छ त माथि हेर्दा यहाँ छु नि यहाँ त्यही हो होइन अब बुई यार पिएर त डर पो लाग्छ त्यहाँबाट त एकछिन बस्तीमा है त लाली गुराँसको बोट त देख्यो त लारी गुराँसको फोटो आइपुग्यो हामी आउनु त आइपुग्यो है यहाँबाट चाहिँ होइन ऊ परबाट चाहिँ देख्छ कि घर कसको होइन मान्छेहरूको बिहान क्यामेरै ठुस्स देख्छ हो यस्तो नराम्रो भ्यू देख्छ हो बिहान त त्यो आले त्यो बेलुन किन हाल्छ ल भन्छ ल के थाहा त्यही त सोधिरह मन्दिर करेन्ट अप्रुभ गर्नु होला नि हो ल तर कत्रो लामो गयो कसरी हाल्ला मान्छेहरूले भन्ने सप्तपुर लग्यो हो यो होला म लगेँ यो सिधै बोजिनीसँग जोडिहाल्छ यहाँबाट यस्तो जन्म बोजिनी यहाँबाट ऊ यता पछाडि होइन ए त्यहाँबाट बोजिनी त्यहाँ हाइड पावरको ऊ त्यसले बनाउन आँटिरहेको छ भ्यू त मजा आएन हेर्न यार भिड चाहिँ लास्ट भिड केही आइज ऊ यहाँ तल जाउँ के गर्नु डिस्टर्ब हुन्छ र अब डर लाग्छ हौ मलाई त यस्तो भिडतिर गएपछि त हातदेखि डर लाग्छ हौ मलाई त बोल्ने गर्छ मलाई कस्तो भोक लाग्यो यस्तो हामी घुम्नु पर्ने हुन्छ है टक्कर आएर घुम्नु पर्ने हुन्छ कि त्यो घुम्नु परेपछि हामी यस्तो त्यो देखाउँछ है मलाई थाकिसक्यो के देखाउने हो के नदेखाउने हो भइरहेको ओइ नगर्ने गर्न त दुखिसक्यो कस्तो है झन् त्यही जाउँ भने त्यही बस्ती एक्सर्साइज गर्नु लाग्यो ब्रो है अब एक्सर्साइज गर्नु लाग्यो ब्रो है अब एकछिन पुसअप सुसअप हानेर चलिदिनु पर्ने हुन्छ है हल्का पुसअप सुसअप हानेको देखाउँछु अनि टक्कर आएर होइन देखाउँछु देखाएपछि के गर्छ थाहा छ घर फर्किन्छु ल पहिला हान्छु ल त हानेको टक्कर देखाउँछु है त होइन ट्राई हिजो ट्राईको गरे अलिकति निस्क्यो आरोन तामाङ 99 खतरा खेल्छ प्लेयर ल बल्दा ठान्नु आउँदैन हामी चाहिँ अब गरिदिउँ ल यो पनि फुकालिदिउँ या फुकाल कल्टु छ भने आमा यहाँ माथि एउटा बाघै ओए म फुलाएर देखाउनु पर्छ ल त सबैजना ओइ छट नगिस ओइ छड्न हुन्छ फुटे निकेश नगिस ओइ हेर्नु ल चाहिँ अब गर्न सुरु गर्दैछ है भाइहरूले टक्क लाएर गर्दैन तिमीहरू गइ पखै पख गर्ने कि यसरी ओइ 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 उति छाड्न एल्बो गर्दैन अहिले भाइ अलिक सिधा छैन के बत्तीस यार थेत बत्तीस बुझाउँछ यतिमा हावा ठ्यास हुन्छ खोइ ओ अर्णवले चाहिँ गरेन कि गर्ला होइन ट्रेनिङ ज्याकेट लाउँदैछु भन्ने कि अब चाहिँ
साराक सुटुक्क है अलिकति गर्नुभयो म भाइलाई क्यामेरा दिन्छु ल भाइ यस्तो छ हाम्रो चाहिँ होइन ठाउँहरू टक्क आइदिएको छ तर जाडो पनि भइरहेको छ हल्का फुल्का अहिले गर्दा 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 हुन्छ अनि हाम्रो एक्सर्साइजहरू अघि गरिसक्यो होइन अरुण हात दुख्ने पनि गर्न सक्दिनँ म गरिदिन्छु अब ल गर ल भाइ ल दे ल भाइले गर्नु लाग्यो ल ल ल गर ल भाइ हिम्मत हेर पनि ल भाइको ल हेरिदिउँ खोइ ल गर ल गर सक्छस् भने ओ यहाँ चाहिँ भ्याएको त स्टाइलमा बसिसक्यो यो हक्ने स्टाइलमा नि यो त फेरि खतरा गर्दैछ केटाहरूले भ्यू हेर्दै होइन भ्यू हेर्दै गरिरहेछ टक्क हात त्यस्तो होइन क्या होइन यस्तो हाल्दाखेरि रिटर्न यस्तो यस्तो गर्नु ल टक्क फुल्का हल्का फुल्का गरिदियो है एक्सर्साइज यहाँ पुसअप गरिरहेछ है सबैले पुसअप त्यहाँ चाहिँ अर्को लुसअप गरिरहेछ ठाउँ चाहिँ राम्रै हो होइन यो हुसुस नआएको भए चाहिँ डेन्जरै देख्थ्यो अलि डेन्जर देख्थ्यो ल अब चाहिँ म भेटिन्छु बिच बिचमा नत्र सिधै भ्लगिनमा हुन्छ है त अब चाहिँ घर फर्किँदै है हल्का फुल्का गऱ्यो होइन राम्रोसित बनाउन आएन घोच्यो कि यहाँ केले घोच्यो अत के छिर्यो अब चाहिँ फर्किनु लाग्यो यो ठाउँ छोडेर होइन फर्किदिउँ होइन अँध्यारोमा आयो होइन मजा नि आयो हल्का फुल्का लाली गुराँस हेरेको एउटै फुला खाने रहेछ फला खाने रहेछ होइन अब चाहिँ लाग्दैछ म्याच छु भन्छ मुर्गा प्ला तार्नु जस्तो कि फेरि छु मात्रै हुन्छ कि मलाई चाहिँ होइन अनि हिँड्दैछु फेरि हिँड्दैछु अब चाहिँ धेरै नबनाऊँ है अब धेरै भ्लग नबनाऊँ भन्नाले धेरै लङ नबनाऊँ टक्क सट्ट मिठो बनाऊँ भन्ने सोचेको थिएँ त्यो आजको लगाइदिनु भयो अर्को नयाँ भ्लग लिएर छिट्टै आउने छु आज लगाइदिनु भयो जो नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला है त अब हामी घर चल्दिएको